नाथे बालेन सरकार यार, बालेनको भिजन भनेको बिगार्ने र भत्काउने मात्र हो। निर्माण र विकासको त योजनै छैन, हर्क सम्पाङ्ग भन्नुहुन्छ। साथीहरू, तपाईँले के लाग्छ के बालेन शाहको साँच्चीकै योजना र भिजनै छैन त? के हर्क सम्पाङ्गको भिजन बालेन शाहको भन्दा धेरै छ त? राष्ट्रसभा सभापति रवि लामिछानेले सीमा क्षेत्रमा तस्करी व्यापक बनेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले कडाई गरेको बताएका छन्। हर्क सम्पाङ्गले एउटा पसलदेखि पानी उठाएर पैसा नतिरेर हिँडेका छन् र यो भिडियो यति बेला सामाजिक सञ्जालमा एकदमै भाइरल भइरहेको छ। र प्रश्न यहाँ पनि उठ्छ कि माननीय सांसद हुँदैमा कसैको पसलबाट पैसा नतिरेर सामान उठाएर हिँड्नु कतिको जायज छ त साथीहरू? अचम्मको घटना सार्वजनिक भएको छ। चोरलाई 25 किलोमिटरसम्म ट्रेनको झ्यालमा झुन्डाएर लगे एक यात्रुले। बिहारको साहेबपुर स्टेसनबाट दिल्ली जान लागेको ट्रेनमा एक चोरले झ्यालको बाहिरबाट भित्र यात्रुको मोबाइल चोर्न खोज्दा यात्रुले चोरको हात समातेर छोड्दै नछोडी 25 किलोमिटर टाढासम्म लगेर छोडिदिएका छन्। यस्ता चोरहरूलाई यस्तै गराउनु पर्छ साथीहरू। यो भिडियो सेयर अवश्य गरिदिनु होला। सुकुम्बासी बस्तीका बालबालिकालाई छिट्टो विद्यालय जाने व्यवस्था मिलाउन सांसद आशिका तामाङले सरकारको ध्यान आकर्षण गराएकी छिन्। प्रधानमन्त्री बालेन शाहको राजीनामाको माग। बालेनको राजीनामा पत्र बुझाउन सिंहदरबार पुगे हर्क सम्पाङ्ग। के राजीनामा देलान् त बालेन शाहले? साथीहरू, तपाईँलाई के लाग्छ? श्रम संस्कृति पार्टीका सुकुम्बासी नेताको 8 तल्ले घरमा पनि चल्यो डोजर। र के हर्क सम्पाङ्गले विरोध गर्नको कारण यही थियो त? उनको नेताको यत्रो 8 तल्ले घर रहेछ त सुकुम्बासी बस्तीमा। महेश बस्नेतकी पत्नीको रिहाईको माग गर्दै माइती घरमा धरना तथा विरोध प्रदर्शन गरिएको छ, जसमा हाम्रो भाइरल दिदी कान काट्ने दिदी पनि उपस्थित हुनुभएको छ। भन्सारमा भारतीय तरकारी आयात रोकिएपछि नेपाली किसानमा खुसीको लहर। स्थानीय उत्पादनले बजार कब्जा गर्दै व्यापारमा देखियो उछाल। यो हो नि त बालेन सरकारको भिजन। बालेन सरकारको यो भिजन तपाईँहरूलाई कस्तो लाग्यो त? ओ माई गॉड, उथल पुथल ल्याउँछु रे। देशमा एकचोटि उथल पुथल र समाजवादको आधी र हुरी ल्याउने इच्छा चाहना छ प्रचण्डको भनाई। साथीहरू, के हो यो यिनको भनाई? केपी ओलीको घाउमा इन्फेक्सन देखिएपछि डाक्टरले उनलाई 10 दिन आराम गर्न सुझाव दिएका छन्। बर्दियामा बाहुनकी छोरीले सुनारको छोरासँग गरिन् बिहे र माइती घरकाले जिउँदै छोरीको गरिदिए क्रियाक्रम। र साथीहरू, यो विषयमा तपाईँहरू के भन्न चाहनुहुन्छ? कि जिउँदै छोरीको क्रियाक्रम गर्नु जायज छ त? यो 21औं शताब्दीमा आफ्नो विचार धारणा कमेन्टमा लेख्नु होला। राजा बन्दै हर्क सम्पाङ्ग। हर्क सम्पाङ्ग भन्छन् यदि राजा नै चाहिएको छ भने राजा मलाई बनाइदिनु। म राजा भएपछि धेरै बोल्दैन नि, फेरि टक्क कालो चस्मा लगाउँछु अनि हात मात्र हल्लाउँछु हेलो हेलो भन्दै। बालेन शाहलाई अब घिसार छौं, अब चुप लागेर बसिन्न। बालेन सरकार विरुद्ध सडकमा उत्रिने घोषणा माधव कुमार नेपालको। साथीहरू, उनको यो घोषणा कतिको जायज छ त? के साँच्चीकै बालेन शाहलाई यिनले सडकमा उतार्न सक्लान् त? ल हेर्नुहोस् त साथी यो तस्बिर। के अबको 5 वर्षपछि के साँच्चीकै नेपालको यो काठमाडौँको सुकुम्बासी बस्तीको मुहार यस्तो देखिला त साथीहरू? यति बेला सामाजिक सञ्जालमा यो फोटो एकदमै भाइरल भइरहेको छ। काठमाडौँका सुकुम्बासी बालबालिकाले अब निजी विद्यालयमा बिना शुल्क पढ्न पाउने भएका छन्। वाओ, बालेन सरकारको लागि धन्यवाद अवश्य लेख्नु होला। लगन थापा भन्छन् स्वास्थ्यका कारण तोल घटाएको छु, जसले पनि गाला समातेर चुनावको चिन्ताले किन दुब्लाइस भनेर मलाई हैरान पारेको छन्। सवारी चालकहरूलाई ठूलो खुसीको खबर। ट्राफिक नियम उल्लङ्घन गर्दा प्रहरीले लाइसेन्स, ब्लू बुक र साँचो खोज्न नपाइने सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको छ। र यो फैसला कस्तो लाग्यो तपाईँहरूलाई? कम्बोडियाको एउटा बन्द कोठामा 233 जना नेपालीहरूलाई जानवरलाई जस्तै खाँदेर राखिएको जानकारी प्राप्त भएको छ। जेलमा रहेका सबैका मोबाइल, पैसा र राजधानी समेत जफ्त गरिएको छ। उद्धारका लागि सरकारसँग अपिल गरिदिन उनीहरूले आग्रह गरेका छन्। उनीहरूलाई राखिएको लोकेसन मैले स्क्रिनमा राखिदिएको छु र यो भिडियो सेयर अवश्य गरिदिनु होला 3 करोड नेपाली जनताहरूसँग।